परमेश्वरको नाममा सबैलाई जय मसीह अनि नमस्ते भन्न चाहन्छु। आज हजुरहरूमाझ फेरि एउटा शुभ सन्देश लिएर आएको छु। एउटा उज्यालो ताराको बारेमा बताउन चाहन्छु जो आजभन्दा 2000 वर्ष अगाडि यो संसारमा आउनु भएको थियो। यस प्रभु येशू ख्रीष्टको बारेमा बताउन चाहन्छु। आज एउटा उदाहरणहरू दिएर म उहाँको बारेमा हजुरहरूलाई बताउन चाहन्छु ताकि तपाईको जीवनमा एउटा बत्ती जुन उदाएको छ, जसरी आज सारा संसारमा झिलिमिली रमाइलो बत्तीहरू बालेर आज तिहारहरू सुरु गरिरहेछ मानिसहरूले, आज त्यही बत्तीको बारेमा कुरा गर्न चाहन्छु। प्रभु येशू ख्रीष्ट नै आज यो संसारको ज्योति हुनुहुन्छ भनेर मैले पहिला हजुरहरूलाई बताएको छु र बाइबलमा पनि यस्तै लेखिएको छ। त्यो एउटा यस्तो बत्ती जो हामीले घरमा मैनबत्ती बाल्छौं, एउटा दियो बाल्छौं नि, त्यो एउटा उज्यालो तारा बनेर हाम्रो जीवनमा सधैँभरि झल्किएको छ। आज म तपाईलाई यही बताउन चाहन्छु, उठी हेर आकाशैमा एउटा नयाँ तारा उदाएको छ अनि सुनि हेर बतासैले एउटा नयाँ सन्देश ल्याएको छ। यो एउटा एकदम आनन्दले पूर्ण छ अनि शान्तिले भरिपूर्ण छ। हो, त्यही बत्ती आज तपाईहरूको घर आँगनमा, तपाईको हृदय अनि तपाईको घरहरू ढकढकाइराख्नु भएको छ, तपाई अनि मलाई बचाउनको निम्ति। आज सबैजनाले भन्दै हुनुहुन्छ प्रभु येशू ख्रीष्ट आउँदै हुनुहुन्छ तपाईलाई नयाँ जीवन दिनको निम्ति, हामीलाई अनन्त जीवनको भागीदार बनाउनको निम्ति। तर तपाईको हृदयमा सधैँभरि बल्ने त्यो एउटा बत्तीको आवश्यक छ। हामी निराशालाई बचाउनको निम्ति आज उहाँ आउनु भएको छ। एउटा हाम्रो अन्धकारमय जीवनमा ज्योति बनेर यो संसारमा उहाँ मानव रूप धारण लिएर आउनुभयो तपाई अनि मलाई बचाउनलाई। उहाँ नै बाटो, सत्य र जीवन हुनुहुन्छ भनेर हामी सधैँभरि भन्ने गर्छौं, तर आजसम्म पनि उहाँ किन आउनु भएन? दोस्रो पटक हामी कुरिरहेछौं उहाँलाई। 2000 वर्ष अगाडि उहाँ यो संसारमा आउनु भएको थियो मानव रूप धारण गरेर, तर अब उहाँ एउटा शान्तिका राजकुमार आउँदै गरेको राजा भएर आउँदै हुनुहुन्छ तपाई अनि मलाई लिनको निम्ति। जीवनको हरेक मोडमा सबैलाई बचाउनको निम्ति, यो अन्धकारमय पलहरूलाई सधैँभरि हामी सबैलाई नयाँ जीवन दिनको निम्ति परमेश्वर हाम्रो संसारमा आउँदै हुनुहुन्छ। के तपाई तयार हुनुहुन्छ? तर यदि तपाई तयार हुनुहुन्छ भने अब त्यतिन्जेलसम्म तपाई के गर्ने हुन्छ त? त्यहाँ लेखिएको छ, परमेश्वरसँग कुरा गर्नुहोस्, उहाँको वचनहरू पढ्नुहोस्, आफ्नो आमा बुबाको पालना गर्नुहोस्, सबैलाई मद्दत गर्नुहोस् र उहाँसँग कुरा गर्नुहोस्। प्रार्थनाद्वारा एकअर्कालाई माया गर्नुहोस्, सबैलाई भलाइ हुने काम गर्नुहोस्। यो सारा संसारको पापको भार उठाइ लैजाने परमेश्वर पिता आउँदै हुनुहुन्छ हामी सबैलाई ज्योति दिनको निम्ति, हामी सबैलाई अनन्त राज्यको मार्गमा दोहोऱ्याएर लानको निम्ति उहाँ तयार हुनुहुन्छ। कि आज तपाई तयार हुनुहुन्छ? तपाई तयार हुनुहुन्छ होला, तर तपाईको साथीलाई तपाईले भन्नुभएको छैन होला, तपाईको छिमेकीलाई तपाईले भन्नुभएको छैन होला, कि तपाईको आफन्तलाई तपाईले भन्नुभएको छैन होला, र तपाईको परिवारलाई तपाईले भन्नुभएको छैन होला कि यो सारा संसारको पापको भार उठाइ लैजाने प्रभु येशू ख्रीष्ट नै हुनुहुन्छ भनेर। त्यसैले आज तपाईको जीवनको त्यो निराशापनलाई, तपाईको त्यो आँखाको आँसु पुस्नलाई, तपाईको जीवनमा घटेका ती हरेक किसिमको घटनाहरूलाई उहाँले मध्यनजर राख्नुहुन्छ। उहाँले तपाईलाई धेरै माया गर्नुहुन्छ र त आज उहाँले हाम्रो निम्ति क्रुसमा रगत बगाउनु भयो र फेरि उहाँ आउँदै हुनुहुन्छ। उहाँले हामीलाई बाइबलमा धेरै कुराहरू प्रमिस गरेर जानु भएको छ
कि फेरि उहाँ आउनुहुनेछ सारा संसारलाई लिनको निम्ति। के तपाईँ तयार हुनुहुन्छ? कि तपाईँ उहाँको मधुर आवाज सुन्दै हुनुहुन्छ? उहाँले आज जसरी तपाईले शहरहरूमा उज्यालो देख्नुहुन्छ नि, त्यस्तै मैनबत्ती, त्यस्तै दियो बाल्न चाहनुहुन्छ तपाईको जीवनमा। यदि साँच्चै नै तपाईलाई उहाँको खाँचो छ भने प्रार्थना गर्नुहोस्, सधैँभरि उहाँलाई भन्नुहोस् र उहाँलाई स्वीकार्नुहोस्। उहाँ जति बेला पनि तपाईको कुरा सुन्न तयार हुनुहुन्छ। परमेश्वरले तपाईँ अनि तपाईको परिवारलाई आशीष दिनुभएको होस्। जय मसीह, नमस्ते।